तपाईँले त्यो बालेनको कुण्डली हेर्नु भएको छ? हिजो एकजनासँग बालेनको कुण्डलीको डिस्कस भइरहेको थियो होइन बेलुका। त्यसको त शनि राहु 4th हाउसमा 85 योग त कसरी त्यति माथि पुगेको बालेनको कुण्डली नै होइन के त्यो? बालेनको कुण्डली नै होइन हो, मैले पनि त्यही भने क्या त्यसलाई। त्यसले चाहिँ के भन्यो भने त्यो मान्छेले चाहिँ के तर्क दियो भने मलाई यो माथि गएर नराम्रोसँग झर्छ अरे क्या। जस्तो त्यो तपाईँको विजय माल्या छ नि इन्डियाको अरबपति, हजुर उसको पनि 10th हाउसमा शनि राहु छ क्या तपाईँको 10th हाउसमा। अनि त्यो माथि पुगेर झरेको हो क्या, त्यो माथि पुगेर झरे हो क्या, अरबपति भएर झरे हो नि त त्यो मान्छे होइन। जो उठ्ता है वो नीचे गिरता है, जो स्टक मार्केट जस्तै त हो नि। एउटै स्टडी भएर चाहिँ नि लाइफमा अलिकति उ नै छ। अब झ्याप्पै माथि उठ्नेहरू जस्तो जेनरली स्टक मार्केटमा के हुन्छ, झ्याप्पै माथि उठ्दा झ्याप्पै तल पनि जान्छ। सुस्तरी स्टडीली माथि गयो भने चाहिँ सुस्तरी तल पनि आउन सक्छ, फेरि माथि पनि जान सक्छ। लाइफको फन्डा यही नै हो होइन। जस्तो बालनकै कुरा गर्नुभयो। म एउटा कुरा चाहिँ के भन्न चाहेँ भन्दाखेरि यो अहिले सोसियल मिडियामा अहिले हर्क साम्पाङ र बालनको साइडबाट त छैन, तर हर्क साम्पाङले यसमा बोलै छ र सोसियल मिडिया युजरहरूले पनि हर्क साम्पाङलाई गाली गरेको छ। तर एउटा कुरा चाहिँ म के भन्छु भन्दाखेरि अब हर्क साम्पाङ भनेको माटोसँग जोडिएको मान्छे हो होइन, माटोसँग जोडिएको मान्छे हो। अनि हामी मान्छेको जुन जात छ त्यो भनौँ न यसको सृष्टि पनि माटोबाटै भयो होइन, त्यो कुरा हामीले बिर्सिनु हुँदैन। त्यही भएर हर्क साम्पाङ जस्तो मान्छे पनि चाहिन्छ नेपालमा, चाहिन्छ। त्यो अपोजिट कुरा गर्ने मान्छे चाहिन्छ नि, चाहिन्छ होइन। अब त्यसैले त हो नि। अब जे होस्, अब त्यो कुरा हामी एस्ट्रोलोजिकल पर्सपेक्टिभले कुरा गर्दाखेरि अब माटो भनेको वृष राशिलाई मान्दा हुन्छ। अनि अस्ति त्यो बालेनको पनि हजुर कुन चिन्ह भन्दाखेरि म वृष राशि भनेको थियो, उसले त्यही बोलेको थियो। वृष राशि पनि माटोसँगै कनेक्टेड छ, स्थिर राशि हो फेरि यो होइन। त्यही भएर मलाई चाहिँ कस्तो लाग्छ भने बालनको उसको हर्क साम्पाङको पनि कुरा सुनिदिनुपर्छ जस्तो लाग्छ। अनि रफादफा गरेर भैया क्या प्रब्लम क्या है आपको होइन, बसेर आनन्दले छलफल गरेर। किनभने यस्तो मान्छेहरू नेपालमा खाँचो छँदैछ क्या। त्यही भएर तपाईँले यस्तो हुन्छ कि जस्तो प्रश्न तेर्साउनुपर्छ होइन, प्रश्न क्वेसन गर्नुपर्छ, क्वेसन गर्छ। तर एउटा कुरा के मान्नु भने जस्तो जो मान्छे जात पात धर्म कालो रङ गोरो रङ यो तपाईँको एकदम यस्तो कुरा गर्ने मान्छेहरूको फ्रिक्वेन्सी एकदम लो हुन्छ क्या। तपाईँको कुरा मान्नुहोस्, तपाईँको त्यो तपाईँको क्रिटिसाइज गरेर त हो नि म ज्योतिषमा आएको। जस्तै यस्तो भयो तपाईँको र मेरोमा अध्ययन गर्ने हो भने तपाईँको 8th हाउस धेरै स्ट्रङ छ म भन्दा तपाईँको 8th हाउस। तर मेरो 8th हाउस तपाईँको फेरि कस्तो भयो, 8th हाउसमा त्यति ग्रह गरेर बसेको छ 9th हाउस। अनि फेरि यो पावरफुल ग्रहहरू बृहस्पति भयो, शनि भयो, अनि तपाईँको यो राहु भयो, यिनीहरूले एक घर आगे एक घर पछि चाहिँ असर गर्छ क्या। भनेपछि तपाईँलाई अब कस्तो हुन्छ नि, तपाईँले यसमै डिप अझै रिसर्च गर्दै पोइन्ट टु पोइन्ट लेख्दै एउटा बुक जस्तो लेख्नु भयो भने अथवा बुक जस्तो बनाउनु पनि भयो भने तपाईँको नाम ख्याति नै हुन्छ क्या यसमा। अनि यस्तो भयो मेरो राहुको दशामा त मलाई त उठापटक त बवाल गराएको थियो होइन। त्यो चाहिँ जुपिटरको दशामा चाहिँ मलाई उठाउनलाई रहेछ कि होइन। सो त्यही भएर मैले चाहिँ अब राहु राम्रो हुनुको लागि शनि पनि राम्रो हुनुपर्छ। काम पनि सर्भिस रिलेटेड नै भयो मेरो। अनि काम पनि मैले अहिलेसम्म चाहिँ नि कुनै पनि काम मैले सर्फेस नलेजमा गर्दिनँ क्या, एकदम डिप नलेज गरेर अनि बल्ल म अगाडि बढ्ने हो क्या। सो त्यही भएर अहिलेसम्म तपाईँलाई कुण्डली पठाएकोमा तपाईँले एकदम सेटिस्फाई मलाई रिजल्ट दिनुभएको भनेको तपाईँले एकदम सेटिस्फाई अस्तिको कुण्डलीमा हो। त्यो मान्छे एक्चुअलमा त्यस्तै मान्छे हो, त्यो मतलब त्यो यताउति भन्दिनँ म, तर त्यो मान्छे एक्चुअलमा एकदम पीडित मान्छे हो। अनि त्यसले भनेको क्यारेक्टर मलाई शङ्का पनि थियो क्या। त्यो कुरा चाहिँ के भने मेरो स्टाफ छ नि त्यो रमेश दाई भन्ने, त्यसले भनेको थियो कि अस्ति दाई यो मान्छे ठिक होइन तपाईँको कुरा पनि, यसले बाहिर मुख उठेर उसले आफ्नो बिरामी त बुढीलाई साथ दिन्छ नि। बुढीले के साथ छ, बुढीले त डिभोर्स मागिरहेछ। ठिकै छ, अब त्यो त भइहाल्यो। अब तपाईँले केमा कुरा गरिरहनु भएको थियो? साँच्चै बालेनले कालो लाउने कारण पनि छ क्या, उसले ज्योतिष मान्छ क्या 100% स्योर हो। किनभने अब तपाईँको त्यो के भन्छ यता आउनुभन्दा अगाडि उसले चाहिँ स्टार्टिङ नै अब पूजापाठबाट गराएको थियो। त्यस्तो गुरुहरूलाई बोलाएर पूजापाठ गराएर तरिकाले चाहिँ नि हुन्छ नि पुरा विधि सिधि पुऱ्याएर अनि बल्ल उसले चाहिँ नि एक्सेप्ट गरे हो। सो उसले पनि डेफिनेटली मान्छ क्या। उसले कालो लाउने कारण उसको शनि राम्रो छ क्या, डेफिनेटली हो। अनि कालो चस्मा लाउने ब्ल्याक कलर बढी उसले मन पराउने होइन। अनि शनिदेवको आशीर्वाद पनि छ र उसको देखादेखि धेरैले पनि त्यस्तो गरिरहेछ। अब त्यस्तो गर्नु चाहिँ हुँदैन जस्तो लाग्छ मलाई। अब तपाईँले हेर्नुहोस् त्यो के अरे पिलपिलवाला मान्छेहरू तिनीहरू पुरा चस्मा लगाएर धेरै पडकास्टहरूमा हेरिरहेको हुन्छु न, फलो गरिरहेको हुन्छु। सबैले त्यो बालेनको नकल गरिरहेको छ होइन। तर प्रब्लम चाहिँ कहाँ छ भन्दाखेरि यदि शनि कसैको कुनै बेला चाहिँ नि यदि गोचरमा बिग्रिने अवस्थामा भयो भने उनीहरूको पनि डाउनफल स्टार्ट हुन्छ क्या। सो त्यो फलो त्यसरी गर्नु हुँदैन। त्यही भएर ज्योतिषलाई मान्नुपर्छ। अब जस्तो मान्छेले ज्योतिषलाई मान्नुपर्छ भन्दैमा चाहिँ नि अब कोही मान्छेले ज्योतिषलाई मान्दैन किन, मेरो त राम्रो भइरहेको छ म किन मान्ने, मेरो त सबै ठिकठाक छ। तर उसलाई त ग्रहको एउटा चाहिँ नि देन छ नि त,
ग्रहसँग रिलेटेड भगवानको देन छ, उसलाई आशीर्वाद छ, त्यो ग्रहलाई मान्ने कि नमान्ने, त्यो 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 अब यो जन्ममा त ठिक छ, अर्को जन्ममा तपाईँलाई चाहिँ भरिया बनाएर पठाइदियो भने के गर्ने होइन? दुःख भनौँ न, मैले भन्नु खोजेको बुझ्नु भएन। त्यही भएर ज्योतिष नमाने पनि भगवान र अथवा चाहिँ नि आफ्नो गुरुवर्ग, आफ्नो चाहिँ नि आमा बुवा, आफ्नो चाहिँ नि प्यारेन्ट्स केही भनौँ न पितृपक्षहरूलाई मान्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। अब राम्रो भइरहेछ, गाडी घोडा घर सबै कुरा छ भन्दैमा चाहिँ घमण्ड गर्नु चाहिँ हुँदैन जस्तो लाग्छ है, किनभने भगवान प्रति आभारी हामी सदैव बस्नुपर्छ जस्तो लाग्छ मलाई। अनि मान्छेहरूले यसलाई चाहिँ नि एकदमै इग्नोर गरे जस्तो गर्छ, तर ठिकै छ, इन्ट्रेस्टको कुरा हो। अनि त्यसमा चाहिँ नि अब अर्को कुरा के छ भन्दाखेरि, जस्तो तपाईँले कसैलाई प्रिडिक्सन गरिरहनु भएको छ भने उसले त्यसलाई नर्मल तरिकाले लिइरहेछ भने त्यस्तो मान्छेलाई छ नि, त्यस्तो मान्छे युआर नट इन्टु कन्भर्सेसन के। अब एकजना केतु लग्न भएकोले मलाई चाहिँ नि क्वेसन गरिरहेको थियो, मैले हेरौँ न त भनेर चाहिँ डेट अफ बर्थ पठाइदिनु यताउति भनेको थियो। म सिधै उसलाई भने पिता पति पुत्रको सुख छैन भन्दै क्या मैले सिधै, होइन? पिता पति र पुत्र तिनटाको सुख छैन तपाईँको लाइफमा, होइन? अनि उसले चाहिँ नि त्यो कुरालाई भन्दा पनि म विदेश जानु सक्छु कि सक्दैन भने द्याट मिन्स सी इज नट इन्ट्रेस्टेड इन द कन्भर्सेसन के। अब यदि भन्थ्यो हो र हुनु पनि सक्छ अनि मलाई चाहिँ यसो इन्लाइटन गराइदिनु भयो भने देन वी विल बी इन्टु कन्भर्सेसन के कारण हो, होइन? अब उसलाई सुधार्नु, ग्रहलाई सुधार्नु छैन के, सुधार्नु छैन। केतु लग्न बसिरहेछ सूर्यको घरमा। अब ठिकै छ, सूर्यलाई राम्रो गर्ला, केतु लग्नमा जेनरली सूर्यलाई राम्रो गर्छ भन्छ, होइन? तर प्र्याक्टिकली सोच्दाखेरि त सूर्यको घरमा केतुले कसरी राम्रो गर्छ? अब जेनरली मान्छेहरूको सूर्य र चन्द्र एकदमै राम्रो हुने भनेको 100%मा लगभग 10% 15% को हुन्छ। अब चन्द्र जेनरली बिग्रेल भइदियो भने केतु मैले चाहिँ केतु लगनमा कुण्डलीमा देख्न साथै उसलाई सिधै भन्छु मेडिटेसन गर भन्दिन्छु म त। केतु लगनमा चन्द्र दशा चल्यो है, चन्द्र दशा चल्ने बित्तिकै भिनस र मर्करी सिधै अट्याक हान्दिन्छ केतु लग्नवालालाई। केतु लग्नवाला पञ्चम बृहस्पतिले पनि हेल्प गर्नु सक्दैन। महादशा चल्यो भने हुनसक्छ, अथवा चाहिँ उसको पुत्र भयो भने त्यति बेला अलिकति भाग्य, किन जुपिटर भाग्य कारक पनि हो, जुपिटरले जेनरली दिन नै आएको हुन्छ, लिन चाहिँ आएको हुँदैन। सो त्यस्तो छ क्या। सो बेसिकली हामीले चाहिँ नि प्रेडिक्सन कुन अवस्थामा कसरी गरिरहेछौँ भन्दाखेरि एउटा ग्रहलाई चाहिँ नि ग्रहको आशीर्वाद र ग्रहले आशीर्वाद किन दिएको छैन, ग्रहको साथ किन दिएको छैन, त्यसमा चाहिँ नि जानुपर्छ क्या। हामीले रेमेडी गर्दाखेरि जेनरली त्यो फोकस भएर गर्ने हो नि त। अब एउटा मान्छेले मलाई चाहिँ पैसा दिएको छु, मैले कसैलाई उधारो दिएको छु, त्यो पैसा आउँछ कि आउँदैन सोधिरहेछ, त्यसको मन्त्र के हो भनेर सोधिरहेछ, होइन? मन्त्र तन्त्रले काम गर्ला, त्यो आफ्नो ठाउँमा छ, तर हाम्रो फोकस त्यहाँ छैन। तिम्रो पहिला नक्षत्र हेर, तिम्रो नक्षत्रले सपोर्ट गरिरहेको छैन, तिम्रो कुन बारमा जन्मेको तिम्रो तिथिले सपोर्ट गरिरहेको छैन, त्यो हेर पहिला, होइन? जुवा सट्टा स्टक मार्केट तिमीलाई फाप्छ कि फाप्दैन त्यो हेर। अब तिमीले दिनै मिल्दैन, तिमीले दिइरहेछौ भने दुःख पाउँदैन त? सपोर्टिभ छैन, उसको ग्रह सपोर्टिभ छैन, उसलाई बुझ्नै छैन। उसलाई मैले पैसा दिएको छु, ल ठिकै छ, राम्रो काम गर्यो, गर्नुपर्छ। यदि तिमीले यसरी पैसा दियो भने त्यो पैसाको आश नगर, यसरी गरेर चाहिँ नि यो पैसा दिएँ मैले कहिले फर्काउँछ नै भइरहेको हुन्छ उसको कुरा, बुझ्नु होइन? बुझे कसैको उधारो कामै गर्नु हुँदैन, उधारो काम गर्छ पैसा फसिरहेको हुन्छ, त्यस्तो कुण्डलीहरू आउँछ। होइन जस्तो नि मैले त तपाईँ कसरी हेर्नुहुन्छ, मैले जब पैसाको कुरा आउँछ नि यस्तो कुरा क्वेसन गरेपछि म चन्द्रमा अनि प्लस सेकेन्ड हाउस हेरिहाल्छु, अनि शनिलाई हेर्छु कि शनिको दृष्टि छ कि छैन। फेरि शनिको दृष्टि छ भने चन्द्रमा पीडित छ, शनिको दृष्टि छ भने पैसा आउँछ, स्लो हुन्छ। तर तपाईँको त्यही राहुले पनि हेरिदियो, राहुले अथवा केतुले हेरिदियो भने त्यो पैसा एकदम दुस्ने चान्स धेरै हुन्छ, पैसा नोक्सान हुने चान्स डेफिनेटली हो। मैले चाहिँ एकजनालाई कस्तो गराएको थिएँ भने उसको जन्म नक्षत्र फ्याट्टै उयो हेरेँ मैले सिधै नक्षत्र मघा नक्षत्रमा जन्मेको रहेछ। मघा नक्षत्रवालाले पैसा दिनै हुँदैन कसैलाई, पैसै आउँदैन। लगनमा केतु भगवानलाई पनि दिनु हुँदैन, लगनमा केतु भगवानले ब्याजको काम गर्नु हुँदैन। लगनमा केतु भएको मान्छेले ब्याजको काम गर्यो, प्रपर्टी रिलेटेड काम गर्नु सिद्धियो थियो, सिद्धियो थियो, किनभने त्यसमा त हिसाब किताब जहाँ आयो नि केतु लगन भएको मान्छेले गर्ने हुँदैन क्या। जहाँ म्याथमेटिक्स जोड्नु पर्यो गर्ने नै होइन, इन्ट्युसन होला जस्तो हुन्छ नि, तपाईँको इन्ट्युसन वाला काम चाहिँ गर्न सकिन्छ केतुवालाले क्या। केतु राहु भनेको 180 डिग्री एक्सिसमा बस्ने हो, तिनीहरू जहाँ हुन्छ त्यो डिसब्यालेन्स गर्नै आएको हुन्छ क्या, डिसब्यालेन्स गर्नै आएको हो। त्यो मान्छेले यदि केतु राहुको विषयमा बुझ्यो भने उसले ब्यालेन्स गर्न सक्छ, एलाइन गर्न सक्छ, होइन? तर उसलाई चाहिँ नि एलाइन गर्नु छैन, र त्यो एलाइन गर्नै दिँदैन ग्रहले।
फेरि दिँदैन हो केतु राहु जहाँ बैठा वो खत्म हो गया, वो घर खत्म हो गया, सिम्पल कुरा हो। होइन त्यो केतुले इन्ट्युसन दिन्छ, त्यो दिन्छ, त्यो छोड्दिनु। हजुरले केतु राहु हेर्नुभयो होइन, म तपाईँलाई जहिले पनि भन्छु तपाईँलाई केतु राहु हेर्नुभयो। अब तपाईँ त्यसको प्रब्लम हेर्नु, त्यसको प्रब्लम मोनिटरी टर्म छ भने चन्द्रमा हेरिदिनुहोस्, चन्द्रमा हेर्नुहोस्। त्यसको टर्म त्यसको भाग्य छ भने बृहस्पति हेरिदिनुहोस् होइन। मैले हेरेको कुरा क्या एउटा कुरा, तपाईँले यिनीहरूको चाहिँ ग्रह स्ट्रङ छ भन्ने, यिनीहरूको ग्रह स्ट्रङ छ भने यदि चन्द्रमा बृहस्पति स्ट्रङ छ भने फेरि धेरै लाइन गर्छ नि। बुद्धि बृहस्पतिले बुद्धि देखाइन्छ क्या, बाटो देखाइन्छ। बृहस्पतिले के गरिदिन्छ भने तपाईँलाई बाटोमा गणेश भगवान पारिदिनुहुन्छ क्या, बुझ्नु भएन? तपाईँलाई सजिलो पारिदिनुहुन्छ कि बृहस्पतिले, ल गणेश भगवान दो हिँड। डिसब्यालेन्स वाला ग्रह हो, सिम्पल कुरा हो क्या। डिसब्यालेन्स त्यो लाइफमा हुन्छै हुन्छ। पहिलो कुरो लग्न डिसब्यालेन्स भइदियो, आफ्नो मनको कुराहरू यदि कतै खोल्नु थाल्यो भने, आफैलाई चाहिँ नि डिसरेस्पेक्ट गर्ने काम चाहिँ उसले गर्यो भने, हल्का भइदियो भने त्यो मान्छे जान्छ। अब जस्तो मानिलियो तपाईँले यो न्युजहरू सोसियल मिडियामा आएर हुन्छ, अस्ति एउटा चाहिँ के पनिरु भन्ने बिहा गरेको केटी, उसको बुढाले चाहिँ त्यत्रो टन्नै पैसा हालेर उसलाई पठायो, त्यहाँ गएर ऊ पाकिस्तानीसँग लाग्यो। पाकिस्तानी बङ्गलादेशीको मुख्य काम भनेको केटीलाई फसाउने हो क्या, गिफ्ट दिएर यति गिफ्ट दिन्छ कि फसाइदिन्छ क्या। अनि केतु यदि त्यो केतु यदि त्यस्तै इम्पोर्टेन्ट भावमा छ भने त्यो ट्र्याक उसको बिग्रिन्छ, 100% हो। अब तपाईँले बङ्गलादेशी, यार म इन्डिया बसेको मान्छे, बङ्गलादेशी एउटा कसैको बुढी बाँचेको छैन क्या, कसैलाई जलाएर मारिदिएको छ, कसैलाई चाहिँ नि केटाहरू बोलाएर मारिदिएको छ। नेपालको लेटेस्ट स्टोरी हेर्नु हो, त्यो पनिरको बाउ हेर्नुहोस्, बाउ भएर बाउलाई त थाहा हुनुपर्छ नि यस्तो कुराहरू। भोलिको दिनमा त पाकिस्तानले त्यसलाई मारिदियो भने के, कसको गल्ती चाहिँ कसको हुन्छ? अब यो चाहिँ कडा स्वरले बोल्नै पर्ने अवस्था हुन्छ क्या होइन। यताउति भड्किनु हुँदैन, बिचमा बस्नु हुँदैन, आइदर 0 or 100%। तिमी जान्छौ त्यहाँ पाकिस्तानी बङ्गलादेशीसँग लाग्छौ भने तिमी मर्यौ, सिद्धियो। कति केटीहरूले बिहा गरेर गइरहेको हुन्छ, उनीहरूको त्यसपछि न्युजै आउँदैन, के भयो त त्यो? अब कुनै केटीहरू जस्तो इन्डियामा गएर पढेको हुन्छ, त्यहाँको केटाहरूले फसाइरहेको हुन्छ। इन्डिया भने कस्तो ठाउँ भन्ने कुराहरू त अब तपाईँ दिल्ली गएर थाहा हुन्छ क्या। दिल्ली हो सबभन्दा हरामी ठाउँ, दिल्ली त हो। यहाँदेखि एक कदम हिँड्नु पाएन साला 50 वटा गाली सुनिसकेको हुन्छ, 50 वटा गाली सुनिसक्यो। म दिल्लीमा एकचोटि गएको होइन, यहाँदेखि यति 2-3 कदम गएको साला 20 वटा गाली सुनिसक्यो क्या। त्यो मान्छे बाटो हिँडेर तेरी माँ कि बहन कि तेरी भन्दै चाहिँ पुरा गाली गर्दै हिँडिरहेको हुन्छ, मुखमै गाली कि तिनीहरूको। केटी हेर्नै हुँदैन, स्क्यान गरेर आँखाले पुरा स्क्यान गरेर पुरा भित्रको सबै उसले त के गरिसकेको हुन्छ आँखाले होइन। तर यो डेन्जरहरूमा फस्नै हुँदैन क्या, डेन्जर रिस्की होइन। यदि ठिक छ तिमीलाई रिस्क लिनु मन लागेको छ, तिमी यदि त्यहाँबाट उम्किन सक्छौ भने ठिक छ, तर पनि द्याट्स नट अ स्मार्ट वे टु हुन्छ नि आफ्नो लाइफलाई खतम पार्ने। एउटा भैया नर्मल तिम्रो नर्मल ऊ छ भने भैया, अब जस्तो राहु र भिनस यदि परिदियो भने त्यो मान्छे पनि बिग्रिन सक्छ। दिमागमा पैसा छ, दिमागमै नराम्रो तरिका। सेकेन्ड हाउसमा शुक्र राहु भएको होइन मान्छे के हुन्छ, त्यसको मल्टिपल एफेयर हुन्छ है। शुक्र राहु जहाँ बसे मल्टिपल एफेयर। सावधान हो जाओ शुक्र राहु वाले, सावधान हो जाओ, सिधै सावधान। तिमीले लाइफमा यस्तो एउटा ब्लन्डर गर्नेवाला छौ कि तिम्रो बदनामी सिधै त्यो ग्रहले दिनेवाला छ, त्योतिर चाहिँ झुकाउ भइहाल्छ। अब यो त कडा वर्ड भइहाल्यो होइन, तर राम्रो तपाईँको कस्तो हुन्छ भन्दाखेरि यदि राजयोग पनि हुन्छ भने दोषकारक ग्रह पनि कतै न कतै बसेर चाहिँ यसरी ठुलो हेरिरहेको हुन्छ क्या। राजयोग त दियो होइन, तर यताबाट पनि यो तर मेरो टाइम चाहिँ आओस्, तँलाई म त्यति बेला देखाउँछु भनेर चाहिँ बसिरहेको हुन्छ क्या। त्यही भएर फ्लजहरूलाई पनि हामीले चेक गर्नुपर्ने हुन्छ क्या। हामीले राजयोग भनिदिन्छौँ, बवाल छ भनिदिन्छौँ होइन, तर अलाइन गर्न आउँदैन नि। राजयोग भएर के गर्यो, अलाइन गर्न आउनु पर्यो नि। अलाइन गर्न कोही मान्छे 1 नम्बरको कन्जुस हुन्छ, ग्रह राजयोग हुन्छ, खर्चिला राजयोग हुन्छ, खर्चै गर्दैन, डोनेसनै गर्दैन, भगवानको मन्दिरै जाँदैन। अब कोही एकदमै भगवान 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 भनेर पुरा बिहान मन्दिर, दिउँसो मन्दिर, बेलुका मन्दिर गइरहेको हुन्छ, त्यसलाई पूजा पाठै गर्नुपर्ने ग्रहहरू हुन्छ कतिजनाको। त्यसको त्यो पूर्वजन्ममै त्यो तन्न गरिसकेको छ, पूर्वजन्म फेरि थप्ने काम मात्र गरिरहेको छ त्यसले। अस्ति एउटा आइमी आएको है जसपिर सर, ओहो बुढी आमामा, त्यसको फेस अहिले चाहिँ त्यो भन्नु हुँदैन होइन, त्यो पुरा डार्क इनर्जी के, पुरै डार्क इनर्जी। त्यसको आँखा मिलाउनै सकेन मैले क्या। बुढी आएको थियो कि बुढी थियो कि। अनि पछि मैले चाहिँ के भने मैले आज के भनेर मैले भनिदिएँ, म यस्तै मङ्गलबार कि बुधबार छ, मैले आज ननभेज खाएको छु, म सक्दिनँ टाइप त्यस्तो बाना बनाएर मैले गर्थेँ क्या। आँखै कस्तो डाइनेमिक के डर लाग्दो क्या। तर मान्छे चाहिँ तपाईँको 65-70+ होला ल होइन। बुढेसकालमा त अलिक ग्रहले आफ्नो तागत पनि छोडिसकेको हुन्छ, बट स्टिल त्यो क्यारी चाहिँ गरिरहेको हुन्छ एनर्जी चाहिँ। जुन प्लानेट छ, जुन आकाश मण्डलमा जुन प्लानेटहरू छ, त्यो प्लानेटको पूजा हामीले गर्यो भने अझै त्यो प्लानेटलाई चाहिँ नि भनौँ न एउटा स्ट्रेन्थन दिने हो कि अथवा चाहिँ शान्त गर्ने हो कि अथवा
प्रशंसित पार्ने हो कि त्यो कुरालाई चाहिँ नि यदि मान्छेहरूले बुझ्छ भने बल्ल चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ होइन।